हामी साधारणतया एउटा पसलमा गएर एउटा फ्रुटी खान्छौँ। त्यस पछाडि लात्ताले हिर्काएर पड्काएर त्यसको मजा लिन्छौँ र त्यो फ्रुटी जुन ठाउँमा पड्काउँछौँ त्यो ठाउँमै छोडेर हामी हिँड्छौँ। यही हामीले संस्कार पहिलादेखि सिकिरहेका छौँ। कुनै ठाउँमा गयौँ भने केही पानी बोतलहरू किन्छौँ र खाएर जुन ठाउँ खाली ठाउँ छ त्यहीँ फाल्छौँ। कहाँ डस्टबिन सस्टबिन कुनै हामी खोज्दैनौँ। हो, त्यो सिस्टम चाहिँ नै हामीले अब चेन्ज गर्नु पर्यो। तपाईँ हामीले पानी खान्छौँ, कुनै एउटा फ्रुटी खान्छौँ भने त्यो फ्रुटी र पानी खाए बोतल कुनै एउटा डस्टबिन भएको साइडमा लगेर हामीले फाल्यौँ भने हाम्रा नगरपालिकाका कर्मचारी अथवा उहाँ देश पनि अलिकति सफा सुग्घर हुने अवसर पाउँछ। के नगरपालिकाको मात्रै काम हो नगर सफा गर्ने? तपाईँ हामीको दायित्व छैन? देश बनाउन के राजनीतिकै हुनुपर्ने हो कि प्रधानमन्त्री नै हुनुपर्ने हो? तपाईँ हामीको दायित्व त्यसमा छैन र? सबै मिलेर गरे खण्डमा देश एकैछिनमा बन्छ। हेर्नुहोस्, बालन सरकार आएबाट 105-7 दिनमा आज देशले कायापलट फेर्न बाध्य भएको छ। मलाई लाग्छ घरको मुली मान्छे एकजना सक्षम भइदियो, एकजना गार्डेज लाइट चाहिँ नि एउटा स्ट्रङ भइदियो भने त्यस परिवारमा आबद्ध जति व्यक्तिहरू छन् ती सबैजना त्यस सिस्टममा चल्न बाध्य हुन्छन्। जुन रुट्स घरको छ त्यो रुट्स ती बच्चाहरूमा जान्छ। बच्चाहरूले पनि उसका बच्चाहरूलाई सिकाउँछन् र त्यो सधैँभरि रुट्स लागू भइरहन्छ। एकचोटि बनिसकेको कानुनलाई फेरि त्यसलाई निरुत्साहित बनाउने होइन, उत्साहित भएर जाँदै लागू गरे खण्डमा एकदमै पहिला जुन काम सुरु गरेका थियौँ त्यो काम फेरि लागू भएको खण्डमा हाम्रो देश एकदम सिस्टममा गएर जुन हामीले गर्न नहुने काम पनि गर्दैछौँ त्यो हामी गर्न छोड्न बाध्य हुनेछौँ। किनभने हामीले कानुनले बाँधिएको छ। आज हामीले यो गऱ्यौँ भने भोलि त्यो हुन्छ र आज यो गर्न सकेनौँ भने भोलि त्यो हुन्छ र आज बालन सरकारले यो गर्नुभयो, भोलि के गर्दै हुनुहुन्छ भने उत्साह सबै जनतामा कौतुकता फैलिन बाध्य भएका छन्। हामीलाई लाग्छ यस्तै किसिमका कौतुकता हामीमा सधैँ जागरण होस्। तपाईँहरूले काम गर्ने उजागर तपाईँहरूमा सधैँ उदाहरणीय होस्। त्यही हिसाबले हाम्रो सबै नेपाली देशवासीहरूबाट तर्फबाट तपाईँहरूलाई शुभकामना। सकेसम्म देश भ्रष्टाचार मुक्त बनाइदिनुहोस्, देशमा एउटा परिवर्तन बनाइदिनुहोस्। जुन 30-35 वर्षसम्म नगरिएका र गर्न नसकेका कामहरू आज तपाईँहरूले 1 महिना 10 दिन अथवा 100 दिन 120-30 दिनभित्र तपाईँहरूले गर्दाखेरि नै हामीहरूले एउटा आशाका दियो बाल्न बाध्य भएका छौँ। हामी सधैँ यही आशामा रहनेछौँ।